दर्शकहरू तपाईलाई हार्दिक स्वागत छ। विश्वमा विभिन्न धर्मावलम्बीहरू छन्, सबैको मेसेज चाहिँ शान्ति प्राप्त गर्नुपर्छ भनेर नै भनिरहेका हुन्छन्। पकेटमा नागरिकता चाइनाको हुन्थ्यो होला, लास्टमा बस्नु त भनिन्छ। म त काठमाडौँमा भ्रमणमा मात्रै आएको होला, अस्ट्रेलियाको रेसिडेन्स बस्ने ठाउँ चाहिँ कैलाश हो भन्ने गरेका छौँ। हामीले पहिला पौराणिक कथामा त्यही सुनिरहेका छौँ। र अहिलेको हिसाबले उहाँको नागरिकता चाइनाको, कृष्णहरू उहाँहरू जीवित हुनुहुन्थ्यो, उहाँको नागरिकता भारतको हुन्थ्यो होला। नेपालमा चाहिँ भगवानको नाम लिएर नेपाली नागरिकता बोकेर हिँड्ने चाहिँ बुद्ध हो के। हामीलाई विदेशमा हामीले चिन्ने भनेको चाहिँ अब सगरमाथा भनेको एउटा त्यो त एउटा प्राकृतिक हो, त्यो कुनै व्यक्तिले बनाएको होइन। व्यक्तिले उद्यम गरेर विकास गरिएको ज्ञानबाट हामीले चिन्ने भनेको चाहिँ नेपालीले चिन्ने, बुद्धले चिन्ने। दाबी पनि गर्नुहुन्छ कि कति 80% हिन्दू छ दाबी पनि गर्नुहुन्छ। स्वीकार्दै पनि हामी हार्दिक स्वागत छ। तपाईलाई यो भिडियो कस्तो लाग्छ? हामी आज धार्मिक पुरुषहरूका समन्वय गर्ने क्रममा छौँ र तपाईँले देखिसक्नु भएको छ र चिनिसक्नु पनि भएको छ पक्कै पनि। हामी तपाईँहरूलाई विभिन्न सन्देशमूलक भिडियो लिएर फेरि पनि उपस्थित भइसकेको जानकारी जान्न चाहन्छौँ। बुद्ध धर्म सम्बन्धीको प्रचार प्रसारको अभियान पनि गरिराख्नु भएको खिम्बो गुरु हुनुहुन्छ हामीमा, उहाँसँग र हामी भला प्रसारी गर्ने क्रममा छौँ। तसर्थ तपाईँले यो भिडियो मन परेन धेरैभन्दा धेरै सेयर गरिदिनु होला। नमो बुद्धाय नमो धर्माय नमो सङ्घाय। अब बुद्ध धर्म भनेको चाहिँ अब आजभन्दा 2500 पहिला नेपालको पावन भूमि लुम्बिनीमा जन्मेर 35 वर्षको उमेरमा बोधि ज्ञान प्राप्त गरेर अनि लोक कल्याणको लागि एउटा मार्ग अरूलाई देखाउनु भयो भगवान बुद्धले। त्यही मार्गहरूलाई चाहिँ बुद्ध धर्म भनिन्छ। यो पछिल्लो समयमा बुद्ध धर्मावलम्बी नेपालमा जन्मेको सबै विश्वलाई थाहा छ, तर यहाँ चाहिँ अशान्ति भएको छ, समाज अलि भट्किलो अवस्थामा पुगेको हामीले देख्न सक्छौँ। धार्मिक कुरोबाट के अड्कल गर्नु भएको छ? अब बुद्धको सिद्धान्तमा चाहिँ एउटा शब्द छ, अब यो मलाई नेपालीतिर आएन, प्रतीत्य समुत्पाद भनिन्छ। दिन गएपछि रात आउँछ, रात गएपछि दिन आउँछ। यो हरेक परिस्थिति अनुसार प्रवृत्त हुने भएकोले जुन बुद्धले आज विश्वमा शान्ति फैलाएर जानुभयो, उहाँको देशमा चाहिँ अशान्ति भनेपछि यो एकदमै तितो लाग्ने कुरो हो भन्ने कुरा पनि मैले पाएको छु। यो के कारणले भएको भन्दाखेरि अब यो एउटै उत्तर हुन्छ, अविद्याको कारणले, नजान्नाले, सही ढङ्गले नबुझ्नाले नै यो अप्रिय घटनाहरू चाहिँ घटिरहेका हुन्छन्। नेपाललाई शान्ति भूमि बनाउनका निम्ति हामीलाई अब समाजलाई शान्ति दिनको लागि, देशलाई शान्ति निकास गर्नको लागि र शान्तिको गुरु, धार्मिक गुरु तपाईँ भएको कारणले के गर्दा यो नेपाली जनता, नेपाली समाज, नेपाली भूगोललाई, जगतलाई, प्राणीलाई चाहिँ राम्रोसँग तपाईँ हामीले बचाउन सकिन्छ? के छ यसको विषय? अब यसमा सम्यक भगवानको शासनमा चाहिँ एउटा मूल मन्त्र छ, यो सङ्गम शरणं गच्छामि। तपाईँले बोल्ड भाषामा गिन्नुलाई क्याप्सुच्यो। यो सङ्घको चाहिँ ठुलो महत्त्व रहन्छ। सङ्घको मेलमिलाप पर्यो। मेलमिलाप हुनुको लागि त्यसको एउटा चाहिँ केन्द्रबिन्दु हुनु पर्यो, सबैले स्वीकार्य गरेको विषय के हो त्यसलाई केन्द्रबिन्दु बनाएर गयो भने चाहिँ यो समस्याको समाधान हुन्छ। तर सबैले स्वीकार्ने खालको त्यस्तो एउटा केन्द्रबिन्दु छैन भने त फेरि समस्या त बल्झिरहन्छ। फेरि के हो यो केन्द्रबिन्दु भन्नाले? के गर्दा चाहिँ कुन केन्द्रमा रहँदा अथवा कुन आस्थामा रहँदा चाहिँ यसको समस्याको समाधान? अब केन्द्रबिन्दु भन्दाखेरि चाहे त्यो सेफ्टी ट्याङ्कीको किरा होस्, चाहे त्यो कुनै उच्च कोटिका जीवहरू हुन्, व्यक्तिहरू हुन्, चाहे मान्छे नै किन नहोस्, हामीले जति पनि बिहान उठेर बेलुकासम्म मेहनत गरेका होला या अरू कुनै क्रियाकलाप गरेका होला, हर बखत हर पल हामी के चाहन्छौँ? हामी समस्या भोग्न चाहँदैनौँ। हामी समस्याबाट मुक्त हुन चाहन्छौँ कि त्यो समस्या फेरि नदोहोरियोस् भन्न चाहन्छौँ। र हामीले सारा क्रियाकलापहरू हरेक फिल्डमा हामी गरिरहेका हुन्छौँ।
व्यक्तिगत हिसाबले आफ्नो शरीरको उपचारहरू पनि यसकै लागि गरेको। हामी समस्या चाहँदैनौँ, हामी समस्याबाट मुक्त हुन चाहन्छौँ। कुनै एउटा पकेटमार चोरले पनि चोरी गरेर जीविका चलाउन खोज्छ, ऊ पनि समस्या चाहँदैन। भने कुनै एउटा चाहिँ ज्ञानी व्यक्ति तपस्या गर्न जान्छ, ऊ पनि समस्या चाहँदैन। भने हरेक व्यक्तिहरू समस्याबाट मुक्त हुन चाहन्छ। समस्याबाट मुक्त हुनु नै त्यो समस्यालाई निम्त्याउने तत्त्व के हो, त्यो जबसम्म त्यसको सदाको लागि निभाइँदैन, निर्मूल पारिँदैन, तबसम्म त शान्ति प्राप्त त हुँदैन। यिनै कुरालाई ख्यालमा राखेर अब ऐतिहासिक हिसाबले कुरा गर्दाखेरि सिद्धार्थ कुमारले पनि उनी पनि त्यस्तो समस्यामा जक्रिरहेका थिए। उनको समस्या चाहिँ फेरि यो बाहिरी अहिले हामीले भोगिआएको यो आम जनमानसको बुझाइको समस्या मात्र थिएन, एकदम समस्याको गहिरो बटम लाइनमा पुगेर हेर्दाखेरि अनि उनले त्यो ताल पाए, थाहा पाए यो समस्याको समाधान खोज्नुपर्छ, नखोजिकन त हल हुँदैन भनेर उनले त्यो समस्याको समाधान खोज्नको लागि उनी जान्दथे। यसरी समस्याको समाधान खोज गर्नलाई त्यति बेला उनले आफ्नो वृद्ध भएका बुवालाई त्याग्नु पर्ने थियो, राज्यको ठुलो जिम्मेवारी थियो, त्यो त्याग्नु पर्ने थियो। र अब भर्खरै बिहा गरेर ल्याएको श्रीमती, जो श्रीमानको एउटा चाहिँ जिम्मेवारी हुन्छ, त्यसलाई पनि छोड्नु पर्ने थियो। विभिन्न कुराहरूलाई बलिदान दिएर त्यो त्याग गरेबाट आएको कठिनाई, पीडा भन्दा पनि अर्को ठुलो पीडा, तर मुक्त हुनुको लागि त्यो पीडालाई सहेर भए पनि अनि उनले घरबार छोडेर गएका हुन्, त्यो समस्याको समाधानको खोज गर्न गएका हुन् हैन। र त्यो भएकोले अब सबैको मिलनको शान्ति बिन्दु भनेको त मिलनको बिन्दु शान्ति नै हो, समस्याको समाधानको बिन्दु नै शान्ति हो। आज विश्वमा यत्रो ठुलो लडाइँ युद्धहरू भयो, त्यसो सबै आखिरमा शान्तिमा आएर टुङ्गिनु पर्ने हुन्छ हैन। फोकटमा अब ती व्यक्तिहरूले ज्यान गुमाउनु पर्ने धेरै घटनाहरू भइसक्यो, अब यहाँ पनि त्यस्तो भइरहेको छ। यो सबैको मिलन बिन्दु भनेको चाहिँ शान्ति कसरी प्राप्त गर्ने भन्दाखेरि म एउटा सम्यक भगवान बुद्धको शरणमा गएको नाताले अब बुद्धले जुन जुन बाटो बताउनु भयो उहाँले आफू स्वयं त्यो बाटोबाट गएर शान्ति प्राप्त गर्नुभयो। यदि तपाईहरु पनि शान्ति चाहनुहुन्छ भने मैले देखाएको बाटोमा हिँड्नुभयो भने तपाईहरु पनि शान्ति प्राप्त गर्न सक्नुहुन्छ भनेर बुद्धले अब जिम्मा लिनुभयो थियो। उहाँले जिम्मा लिनु, अहिले हाम्रो यो भोट पासमा क्याप्सु छि भनेको चाहिँ जिम्मा लिएको हो नि त। त्यो बाटोमा गएपछि शान्ति पाउँछ, 1 2 3 अवश्य प्राप्त हुन्छ भने जिम्मा लिएको हो त्यो। त्यसमा बौद्ध धर्मको सुरुकै मूल मन्त्र नि त्यहाँबाट सुरु हुन्छ, शरणमा जाने, शरण गच्छामि भनेको चाहिँ अब शान्ति चाहिँ पक्का यहाँबाट हुने भयो भने जिम्मा लिएको हो, त्यो भर परेको, ढुक्कसँग भर परेको हो त्यो। त्यसकारण अब त्यति टाढा जान पर्ला त मलाई लाग्दैन। बुद्धले सिकाएको सबै कुराहरू पनि हामीले अपनाउन सजिलो पनि छैन, केही व्यक्तिमा मात्रै सम्भव होला, सबैले यो सम्भव छैन। र यो शान्तिको बाटो अपनाउनको लागि बुद्धले मात्र 5 वटा कुरा सिकाउनु भएको छ। यति मात्र फलो गर्यो भने आज गरे आज शान्ति मिल्छ, अहिले गरे अहिले यही शान्ति मिल्छ हैन। शान्ति त्यति दूर छैन, त्यो हो पञ्चशील। आज विश्व समुदायले पनि स्वीकार गरे यो पञ्चशीलको नियम, चाहे त्यो पोलिटिकलको फिल्डमा होस्, चाहे अन्य हाम्रो दैनिक जीवन फिल्डमा होस्। बुद्धले चाहिँ के भन्छ भन्दाखेरि अशान्ति कहाँबाट आउँछ भन्दाखेरि जब हामी अतिमा जान्छौँ हेर्नु है, जब हामी अतिमा जान खोज्छौँ, चाहे भोजन होस्, खानी, दैनिक जीवनचर्या, चाहे कुनै पनि फिल्डमा जब हामी अतिमा जान खोज्छौँ त्यहाँबाट के हुन्छ, अनबाइलेन्स हुन्छ, त्यसबाट अशान्ति पैदा हुन्छ। त्यसकारण जीवनलाई बाइलेन्समा लिएर राख्नलाई चाहिँ यो 5 वटा नियम छन्, यति मात्रै हामीले चाहिँ पालन गर्न सक्यौँ। यो 5 वटा पनि नसके पनि कमसेकम त्यसमध्ये कुनै एउटातिर पालन गर्न सक्यो भने पनि शान्तिको सुरुवात त भइसक्यो त्यो। त्यसकारण अब हामी बुद्ध धर्म मान्नेहरूको चाहिँ एउटा के छ भन्दाखेरि चाहिँ तिमी सबै बुद्धिस्ट हुनै पर्छ, बुद्ध मार्गमा आऊ भनेर हामी कहिले पनि भन्दैनौँ।
भनेर फाइदा पनि छैन। भगवानले बुद्धले पनि यसो भन्नु भएन। उहाँले त आऊ हेर हैन, जाँच गर, तिमीलाई कस्तो लाग्छ, तिमीलाई सही लाग्छ भने अपनाउन सक्छौ भनेर भन्नुभएको। त्यसै यो पञ्चशीलको नियम चाहिँ जो कोहीले पनि, चाहे त्यो आस्तिक होस् चाहे नास्तिक होस्, जो कोहीले पनि अपनाएर जीवनमा उसले हासिल गर्न सक्छ, शान्ति प्राप्त गर्न सक्छ हैन। शान्तिमा लेभल 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 हुन्छ। अब पुराका पुरा शान्ति प्राप्त गर्नलाई त अभ्यासै गर्नु पर्यो, साधना नै गर्नु पर्ला, त्यो आफ्नो ठाउँमा छ। र अहिले आएर अलिकति यो रक्तपातबाट मुक्त हुनको लागि अनि एउटै नेपाली आमाका छोराछोरी पनि एक आत्मा एउटा चाहिँ शत्रुभावले हेर्नेबाट मुक्त हुनुको लागि पनि हामीले चाहिँ यो बुद्धले देखाएको जुन अनुशासन छ त्यसलाई हामीले केही हदसम्म अपनाउन सक्यो भनेदेखि एउटा सम्भावना छ, सम्भावना यहाँ छ शान्ति प्राप्त गर्ने। र अर्को एउटा मैले कहिलेकाहीँ यसो भन्ने गरेको छु, अब यो ख्याल ठट्टाको हिसाबले भनौँ कि वास्तविकता त यही नै हो। अब अहिले विश्वमा विभिन्न धर्मावलम्बीहरू छन्, सबैको मेसेज चाहिँ शान्ति प्राप्त गर्नुपर्छ भनेर नै भनिरहेका हुन्छन्। कतिपय ती व्यक्तिहरू अब अहिले उहाँहरू जीवितै हामीले भेटिने हो भने उहाँहरूको पकेटमा नागरिकता चाइनाको हुन्थ्यो होला। जस्तो अहिले हामीले पशुपतिनाथ भन्यो भनेदेखि होइन, उहाँको कैलाशमा बस्नुहुन्छ भनिन्छ। अन्त काठमाडौँमा भ्रमणमा मात्रै आएको होला, असली उहाँको रेसिडेन्स बस्ने ठाउँ चाहिँ कैलाश हो भन्ने गरेका छौँ। हामीले पहिला पहिला पौराणिक कथामा त्यही सुनिआएका छौँ। र अहिलेको हिसाबले उहाँको नागरिकता चाइनाको हुन्छ। अब अन्य हाम्रो वैष्णवहरू अनुसार चाहिँ रामकृष्णहरू उहाँहरू जीवित हुन्थ्यो, उहाँको नागरिकता भारतको हुन्थ्यो होला। अब त्यस्तै अन्य पनि छन्, जस्तै इस्लाम पनि छ, क्रिस्चियनहरू पनि छ, अन्य पनि थुप्रै नयाँ नयाँ धर्महरू पनि आइरहेका छन्। तर नेपालमा चाहिँ भगवानको नाम लिएर नेपाली नागरिकता बोकेर हिँड्ने चाहिँ बुद्ध हो के, यो हो। त्यसकारण हामी बुद्धको घरमा जन्मेका हौँ, चाहे हामी यहाँ बस्ने क्रिस्चियन हौँला, इस्लामिक हौँला, हिन्दू हौँला, चाहे अन्य नास्तिकवाला पनि हौँला, हामी जे जसो भए पनि हामी बुद्धको घरमा जन्मेको व्यक्तिहरू हौँ। आज हामीलाई विदेशमा हामीलाई चिन्ने भनेको चाहिँ अब सगरमाथा भनेको एउटा त्यो त एउटा प्राकृतिक हो, त्यो कुनै व्यक्तिले बनाएको होइन। व्यक्तिले उद्यम गरेर विकास गरिएको ज्ञानबाट हामीले चिन्ने भनेको चाहिँ नेपालले चिन्ने, बुद्धले चिनेको होइन। चाहे हामी बुद्ध मान्ने भयो नमान्ने भने विदेश गएपछि हामी बुद्धबाट हाम्रो पहिचान हुन्छ होइन। त्यो भएकोले बुद्धको चाहिँ नेपालमा म त भन्छु 90% नै ठुलो महत्त्व छ। यसबाट हामीलाई धेरै फाइदा हुन्छ होइन। भित्री मानसिक हिसाबले पनि फाइदा छ, बाहिरी भौतिक हिसाबले पनि फाइदा छ। यसमा चाहिँ कल्याणै कल्याण छ। यसमा कुनै पनि खोट भएको हामीले चाहिँ सही विवेचना गर्ने हो भने त्यो पाउँदैनौँ। फाइदै फाइदा छ, शान्ति छ र शान्ति पञ्चशीलभित्र बस्नुपर्छ भन्ने शब्दहरू उच्चारण गर्दै गर्दा र यो कुराहरू खेम्बो गुरुले राख्दै गर्दा यहाँ सञ्जालमा अहिले पछिल्लो समयमा निकै चर्चा र सञ्जालमा आइरहेको कुराहरू पनि जोड्न चाहे। हिन्दू राष्ट्र हुनुपर्छ भनेर कोही व्यक्तिहरूले यहाँ चाहिँ प्रचार प्रसार गरिरहेको अवस्था छ। के त्यो सम्भव छ त? त्यहीबाट शान्ति मिल्छ त? अब हिन्दू राष्ट्र चाहिन्छ भन्ने उहाँले कुन उद्देश्यले भन्नुभयो थाहा छैन। मैले मेरो आफ्नो लाटो हिसाबले बुझे अनुसार चाहिँ उहाँहरूको चाहिँ के छ त भन्दाखेरि चाहिँ मेरो के हिन्दू मित्रहरूले भन्दाखेरि हिन्दू राष्ट्र भयो भनेदेखि अरूहरूलाई पनि सुरक्षित हुन्छ भन्ने भन्छन्। मेरो ओमकार परिवार भन्ने शब्द ल्याउँछन्। जसले ओम ओम जप्यो बौद्ध जैन सिखहरू पनि हिन्दूकै अंश हुन्, उनीहरूलाई पनि सुरक्षित हुन्छ भन्ने खालको भन्नुहुन्छ उहाँले। र
दाबी पनि गर्नुहुन्छ कि कति 80 कति % हिन्दू छ भनेर दाबी पनि गर्नुहुन्छ हैन। उहाँहरूको भनाइ त्यो हो। अब त्यसको गहिराई पनि मलाई थाहा छैन उहाँले के कारणले गर्नुभयो। तर मैले अहिले यहाँ भन्दाखेरि चाहिँ अहिले सम्यक भगवान बुद्धको छत्रछायामा रहेर यहाँ नेपालमा अन्य कुनै पनि धर्महरूलाई खोट नोक्सान पुर्याए जस्तो मलाई लाग्दैन। किनभनेदेखि यो म एकपल्ट हुन त के उदाहरणहरू छन्, अब नभएको होइनन्। भुटानको उदाहरण मान्छेले देलान्, श्रीलङ्काको अब तामिलसँगको उदाहरण देलान्, बर्माको रोहिङ्ग्याको उदाहरण दिन्छन्, नदिन त होइन। परिस्थिति अनुसार त्यो भएर जान्छ। तर हामीले सही पञ्चशीलको नियममा हामीले राम्रोसँग रहने हो भनेदेखि अब पञ्चशीलको नियम त सबैलाई मनपर्छ होइन। चोर्न हुँदैन त भनेर सबैले भन्छन्, झुटो बोल्न हुँदैन अब होइन। अब अनावश्यक अरूको जीवनलाई लिनु हुँदैन, त्यस्तै अब त्यहाँ व्यभिचार गर्नु हुँदैन, अत्याधिक रूपमा मादक पदार्थ सेवन गर्नु, यी कुराहरू त सबैलाई मनपर्छ नि, अरूहरूले पनि स्वीकार्छन्। यस्ता यो राम्रो लाग्छ सबैलाई। पनि अब यहाँनिर पसाउन सक्छ, यदि बुद्ध धर्म यति राम्रो हो भने विश्वले किन रुचाएन त भन्ने एउटा आउन सक्छ। विश्वमा चाहिँ जस्तो अब इस्लामभित्र कति विद्वानहरू हुनुहुन्छ, उहाँहरू पढे लेखेका व्यक्तिहरू मान्यजनहरू छन्, हिन्दूमा पनि त्यति विद्वानहरू हुनुहुन्छ, उहाँले किन यो स्वीकार्नु भएन त भन्ने कुरा आउन सक्छ। त्यसकारण स्वीकार्नु एउटा स्वीकार भनेको अब उहाँले किन स्वीकार्नु भएन भने यो प्रश्न पहिला एकपल्ट आएको थियो। यो वीरेन्द्र प्रश्न उत्तर पनि आएको थियो। यो यदि बुद्ध धर्म नै सही हो भने, यदि बुद्ध धर्म नै सही हो भने बुद्धकै पालामा देवदत्तले बुद्ध धर्म किन स्वीकारेन, बुद्धले किन स्वीकारेन भन्ने कुरा आउँछ। यो कतिपय कुराहरू स्वीकार्दै पनि हामी फेल खाएका हुन्छौँ, त्यो भन्न पुगेको हो। स्वीकार्य छ, जस्तो हामी मान्छे मरेपछि हामी घाटमा लान्छौँ, मुर्दालाई घाटमा लान्छौँ, आगो जलाउँछौँ, एक दिन मर्नुपर्छ भनेर स्वीकार्य छ त्यहाँ होइन। र पनि भित्री मनले त्यो स्वीकार्दैन, म भोलि त पक्कै बाँच्छु, एक महिना त पक्कै बाँच्छु भनेर हामीले बाहना बनाउँदै जान्छौँ। र फर्केर आएपछि फेरि हालत त्यही हुन्छ, राग रिस मोह लोभ लाग्नु भइरहेको हुन्छ। स्वीकार्दै पनि हामी किन त्यस्तो अर्थको अनर्थ बन्न पुग्छौँ भन्दाखेरि चाहिँ त्यही हो, अविद्याबाट संस्कार भयो। अविद्याले यति नराम्रोसँग जकडिएर हामीले राखेको छ कि हामी उम्कन खोज्छौँ, उम्किन दिँदैन होइन। त्यो भएको मात्रै हो। नत्र भन्दा अहिले विश्व अब सबै ठाउँमा पञ्चशीलको कुरा त सबै ठाउँमा अब अहिले भगवान बुद्धले भनेकै पञ्चशील त्यस्तै एउटै नहोला। अब संयुक्त राष्ट्रसङ्घले पनि पञ्चशीलको कुरा गरेर आउँछ है। सबै देश पञ्चशीलमा रहेर त विश्व शान्ति चाहिन्छ भनेर आउँछ होइन। भनेको त छ नि, स्वीकार होइन, स्वीकार लागू गर्न सक्नु पर्यो। बुद्ध शान्ति जनजागरण अभियान विभिन्न धार्मिक कुरोहरूले पनि अभियान गरिरहेको अवस्था देखिन्छ। र त्यसै क्रममा जुन यो शान्तिको कुराहरू गर्नु पर्दाखेरि बुद्धको सिद्धान्त पञ्चशीलको कुराहरू गर्दाखेरि र शान्ति यो देशमा चाहिन्छ, बुद्ध यो देशमै जन्मेको हो भनेर हामीले कुरा गर्दाखेरि र हिन्दू धर्मावलम्बीहरूले चाहिँ हिन्दू राष्ट्र घोषणा गर्नुपर्छ भन्ने क्रममा तपाईँ हिन्दू गुरु धार्मिक गुरुको एउटा अभियानको हिसाबले के चाहन्छ? यो बुद्ध राष्ट्र हुन सम्भव छ नेपालमा यदि हामीले यो शान्ति भूमि बनाउनको निम्ति? सम्भव नहुने केही पनि छैन होइन। हरेक कुराको सम्भव हुन सक्छ। अब हिन्दू राष्ट्र त पहिले पनि केही सय वर्ष भएकै हो होइन, हामीले बहुतै आएकै हो। अब लगभग काठमाडौँ भ्यालीको मल्लकालदेखि नै सुरु भएको देखिन्छ। यहाँ मल्लकालदेखि आयो, त्यसपछि अब शाहकालमा आयो, त्यसपछि फेरि यो राणाकालमा आयो, फेरि शाहकालमा आयो होइन। राजाहरू हुँदाखेरि पनि त्यसरी मान्दै आएका हुन्। पछि आएर अब हाम्रै जनताहरूले गरेर अब हामी चाहिँ
धर्मनिरपेक्ष हुनु पर्यो भनेर संविधान बनाइयो र अहिले आएर केही मित्रहरूले फेरि हिन्दू राष्ट्र नै भयो भने राम्रो हुन्छ भनेर आवाज उठाउनु भइरहेको छ। अब कुरो त्यही हो, यो सबै भगवान बुद्धले भने हुन्छ आफ्नो मालिक आफै हो, आफूले मूल्याङ्कन गरियो होइन। अब पहिला हिन्दू राष्ट्र छँदाखेरि के कस्तो अवस्था थियो, जनताले के कति आफ्नो स्वतन्त्रता हासिल गरेका थिए वा थिएनन्, त्यो कसैलाई ढाक्नुपर्ने कुरा छैन, आफूले हेरेर मूल्याङ्कन गर्ने हो। अब अगाडिको कुरा यदि नेपाल बौद्ध राष्ट्र हुन उचित छ कि छैन भन्ने कुराहरू हो। अब अहिले हामीले बाहिर हेरौँ भने कतिपय राष्ट्रहरू जहाँ भगवान बुद्धले पाइले टेकेको छैन ती राष्ट्रहरू बौद्ध राष्ट्र छन् होइन। अनि नेपालमा चाहिँ भन्ने हो भने अहिलेको ऐतिहासिक बुद्ध मात्रै होइन, ऐतिहासिक बुद्ध भन्दा पनि कयौं पहिलाका बुद्धहरू समेत यहाँ आएर बास बसेका छन्। यसको एउटा ज्वलन्त उदाहरण भनेको स्वयम्भू। यो स्वयम्भू स्तूप चाहिँ यो बुद्धको पाला मात्रै बनेको होइन, यो धेरै पहिलाको इतिहास, लामो इतिहास छ। कयौं बुद्धहरू आएर यहाँ बसेका छन्। अहिले नेपालीमा उल्लेख गरेको दोभाङ बुकमा पनि गौशृङ्ग व्याकरण भन्ने छ, त्यसमा पनि लगभग धेरै जसो विद्वानले यही नेपालकै लागि भविष्यवाणी भगवानले गर्नुभएको हो बुद्धले भन्ने कुरा स्वीकारेको छन्। अब भने अब यस्तो देशमा बौद्ध राष्ट्र हुनु भनेको त नेपालीहरूलाई ठुलो सौभाग्य हुन्छ। यसमा कुनै पनि कसैले पनि चित्त दुखाउनु पर्ने जस्तो मलाई लाग्दैन, उहाँहरूको हक अधिकार हरण हुने जस्तो पनि म देख्दिनँ होइन। एउटा हुन सक्छ, बौद्ध राष्ट्र भयो भने जुन एउटा चाहिँ अनैतिकताहरू चाहिँ हट्नेछन्, त्यो चाहिँ क्रमशः हट्नेछन्। त्यो सुरुमा गाह्रो होला, र बिस्तारै बुझ्दै गएपछि ती कुराहरू पनि मान्छेले, अब अहिलेको व्यक्तिहरू अलिकति दिमाग तेजिलो भएको व्यक्तिहरूले कुरा बुझ्नेछन् होइन। तथ्य के हो भन्ने कुरा बुझ्नेछन् नि त। त्यो नबुझुन्जेलसम्म चाहिँ अप्ठ्यारो मान्न सकिएला होइन। अब शरीरले रोग त छ, त्यो रोग निकाल्न चिरा फाट्दा गर्नु पर्यो, दुख्छ र त्यसलाई सहेर चाहिँ ठुलो चाहिँ खुसी मिल्छ भने केही कुराहरू चाहिँ सहनु पनि पर्ने हुन्छ। त्यसकारण अब अहिले सम्यक भगवान बुद्ध जन्मेको चाहिँ बौद्ध राष्ट्र भयो भन्नु त यो त विश्वको लागि नै एउटा चाहिँ नेपाल मात्रै होइन कि विश्वको लागि नै एउटा चाहिँ खुसीको कुरा हुन्छ। यो बुझे अनुसार धार्मिक कुराहरू सँगसँगै अब हामी यहाँ अन्तमा आइसकेको जानकारी गर्न चाहन्छौँ र अन्तमा यो जेनजी आन्दोलनसँगै देशमा फेरि पनि सञ्जालमा विभिन्न व्यक्ति र तत्त्वहरूले अशान्तिको भुमारीतिर एक खालको समाजलाई मुठभेड लाने क्रममा हामी देखिरहेका छौँ। गुरुको तर्फबाट के सन्देश? अब हामी लगभग धेरै जसो व्यक्ति कर्मले बाँधेका व्यक्ति हो, हामी कर्मको बन्धनमा छौँ। कर्मको बन्धनमा छौँ भन्दैखेरि कर्मले दिने फललाई रोक्न सकिन्छ कि सकिँदैन त्यो कुरो पनि आउँछ। अब अहिले जुन विभिन्न आन्दोलनमा धेरैले अब दुर्भाग्यवश ज्यान गुमाउनु पर्यो। मलाई जहाँसम्म लाग्छ नेपालको भौगोलिक हिसाबले जुन ठाउँमा रहेको छ त्यो ढुक्कै छ होइन। अलिकति बुद्धि पुर्यायो, दिमाग पुर्याएर अगाडि बढ्यो भने मात्र हिमालले घेरेको छ, चाइना छ, चाइनासँग हामीले खासै बन्दुक उठाएर लडाइँ गर्नुपर्ने छैन, अहिले सक्ने अवस्था पनि भएन। तलतिर इन्डिया छ, इन्डियालाई खासै बन्दुक उठाएर लडाइँ गर्नुपर्ने जस्तो पनि लाग्दैन। अब यहाँ हाम्रो अन्तर्द्वन्द्व, हाम्रो भित्रकै एउटा द्वन्द्व छ, त्यही शान्ति गर्ने हो। हाम्रो नेपाली भित्रको एउटै नेपाली आमाको छोराछोरी भित्रको द्वन्द्व जुन छ त्यसैले शान्ति गर्ने हो। र यसलाई फेरि द्वन्द्व चर्काएर शान्ति हुन्छ भन्नु चाहिँ त्यो चाहिँ के आकर्षक पनि के मर भने मात्रै हुन्छ त्यो होइन। किनभने पहिले पनि द्वन्द्व चर्केर धेरै मान्छेले ज्यान गुमाइसके होइन। अब फेरि द्वन्द्व चर्केर ज्यान गुमाउँदै गयो भने यो त बुद्धिमानी त कहिले पनि हुँदैन, कदाचित हुँदैन यो।
त्यसमा अब भविष्यमा विभिन्न चाहिँ व्यक्तिहरूको लैलैमा लागेर आम नेपाली आमाका छोराछोरीहरूले ज्यान गुमाउनु भन्दा आफ्नो विवेक विचारलाई सही ढङ्गले सदुपयोग गरेर लैजानु चाहिँ त्यो बुद्धिमानी हुन्छ। अब ज्यान गुमाउनाले के अब मारिदिए सक्यो त्यसलाई बचाउन त सक्दैन, फेरि जीवित पार्न त सक्दैन। त्यसो भएकोले यो अमूल्य मानव देह, यो मानव चलो हतपत नपाउनु भएकोले कहिलेकाहीँ ज्यान पनि दिनुपर्छ, त सही ठाउँमा दिनुपर्ने हुन्छ। र गलत ठाउँमा दियो भने त्यो ठुलो घाटा हुन्छ होइन। अरूको कल्याणको लागि, धेरै व्यक्तिको जीवनको रक्षाको लागि ज्यान दिन पनि पछि हट्नु हुँदैन। त्यो हिम्मत साहस नेपालीहरूमा छ। तर त्यो फेरि केही व्यक्तिले लैलेमा लगाएर चाहिँ एउटा सीमित स्वार्थको लागि अनि हाम्रो ज्यान गयो भने त्यो त ठुलो घाटा पर्नेछ होइन। हामी नेपाली सबैले घाटा पर्नेछ, यो कुराहरू पनि हामीले बिर्सन हुँदैन। हस्, धन्यवाद। समय अमूल्य दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। पनि वर्षको उहाँले उहाँको भनाइप्रति हामी के छ पक्कै पनि हामीले थाहा पाइसक्नु भएको छ र यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि तपाईँले पनि बुद्ध शान्ति राष्ट्र नेपाल जनजागरण अभियान भर्खरै संस्थापन गरेर आउनुभएको रहेछ, धेरै खुसी लाग्यो। यो अभियान तपाईँको चाहिँ सफल हो। भगवान बुद्ध जन्मेको देशमा भगवान बुद्धको चाहिँ छत्र छायामा सबै नेपालीहरू चाहिँ सुख शान्ति अमन चैनका साथ जीवनयापन गर्न सकौँ भनेर पनि म प्रार्थना गर्छु। धन्यवाद।